जत्रो पाइप छ नि त्यत्रै सर्प छिरेछ क्या यो भित्र। एकछिनपछि देखाउँछु ल सबैजनालाई। सो स्वागत छ साथीहरू, आउनुहोस् भिडियो सुरु गरौँ। चाहिँ माइत गएको थिएँ कि अनि यो खोरमा कुखुरा छ अनि कुखुरा सर्प गएको होइन। अनि त्यो सर्पलाई धपाउँदा धपाउँदै यो पाइपभित्र छिर्यो भने कस्तो टोक्ने सर्प के भन्छ त्यो, गोवन सर्प भन्छ के भन्छ त्यो कालो। हिजो साँझ छिरेको के यो पाइपमा सर्प यताबाट धपाउँदाखेरि ख्वास्स छिर्यो भित्र। अनि यसलाई बुझो लगाएर राखिदिउँ हामीले चाहिँ डरले होइन। अब यसलाई बिहान निकालौँ न त, खै जिउँदो छ कि बाबु मरिहाल्यो कि भनेर निकाल्न सुरु गरेको, तर निक्लिँदै ननिक्लिने के यस्तो भारी यो फलामको पाइप। फेरि डरले अग्लो ठाउँमा गएर निकालिराखेँ यो झर्छ कि झर्दैन कि झर्छ कि झर्दैन, मर्यो कि जिउँदै छ कि भन्दै। यस्तो रिसालु हुने रहेछ यो सर्प त। हेर्नु त निक्ल्यो अहिले, तर यो निक्लेर के मरिसक्यो रहेछ के, तातेर यो पाइप तातेर। गर्मीको महिना के हुन्थ्यो छिरिहाल्यो अनि बुझो लायौँ डरले। हेर्नु न यति ठुलो धन्नै मार्यो।